नमस्ते के छ साथीहरु, मेरो नयाँ ब्लगमा स्वागत छ हजुरहरुलाई। हाम्रो दर्पण भाइ चाहिँ यहाँ गीत गाइरहेको छ, कुमा सागरको गीत है। म चाहिँ यहाँ छु फेरि। आज हामी चाहिँ सिमले खोला जाँदै छौं गगटा मार्नलाई। हैन त हजुरहरु सबैजना रेडी हुनुहुन्छ कि हुनुहुन्न? हुनुहुन्छ भने पियो चस गरौँ है त साथीहरु। भान्जा हामी त्यहीँ छन्, हाम्रो भान्जा। अब म स्कुटर निकाल्दैछु साथीहरु। यस्तो अवस्था हुन्छ, तिमीलाई खोकिला नत्र म दिन्थे नहाउ है। यस्तो अवस्थामा छ मेरो ट्र्याक्टर, मेरो स्कुटर। टक्क मैले स्कुटरको चाबी है साथीहरु। म स्कुटर निकाल्छु है त। ल साथीहरु, हामी चाहिँ अब रेडी भइसकेका छौं है। गिटार सिटार पनि टक्क बोकेर हिँडिसकेको छ हाम्रो भाइले। अब हामी चाहिँ जान्छौं गगटा मार्नलाई। लेट्स रक इट गाइज। आजको चैते दशैं गगटाको साथ मनाऊ है त। लेट्स गो। ल साथीहरु, हामी चाहिँ जाँदैछौँ है। पियोको साथमा हामी जाँदैछौँ सिमले खोला गगटा मार्नलाई। हाम्रो ब्लगमा हजुरहरुलाई स्वागत छ है। हेलमेटमा हामी चाहिँ पोटेटरको डन हो साथीहरु। डन हो है साथीहरु, हामी डन। पोटेटर खाने मान्छे हामी नै हो। हामी जाने भनेको चाहिँ यही खोला हो साथीहरु। अब आइसक्यो यो खोला पनि हैन। यहाँ टक्क राम्रो लोकेसन छ, यहाँ भिडियो सुट गर्न पनि। त्यही भएर चाहिँ हामीले गिटार पनि साथमा लिएर आएको छौँ। हामी आउने भनेको चाहिँ यही खोला हो। खोलामा पानी छ कि छैन बरु यसो हेर्नुपर्छ। गगटाहरू चाहिँ सबैले मारिसकेर लगेछन् कि जस्तो लागेको छ मलाई यहीँबाट हेर्दाखेरि। ल साथीहरु, फाइनली मेरो पियो पनि सकिएको छ। हामी चाहिँ आएको छौँ आज गगटा मार्नलाई हाम्रो सिमले खोलामा। हाम्रो दर्पण भाइ चाहिँ यहीँ छ है। हामीले स्कुटर त्यही पार्किङ गरेको छौँ। अब चाहिँ हामी कता कता चाहिँ गगटा मोर्छ, कता कता चाहिँ हामीले गगटा पाउन सकिन्छ हामी तपाईहरुलाई देखाउँदै जान्छौँ पनि। गगटा पनि हामी मार्दै जान्छौँ है त। प्लास्टिक हो देखा त भाइ, प्लास्टिक हाम्रो यो छ है। यो भरि चाहिँ हामीले गगटा मार्ने चाहिँ योग देखेर चाहिँ हामी आएको छौँ आज सिमले खोलामा चैते दशैंको दिन। मासु खानुपर्छ अरे। आज चाहिँ जेको भए पनि हामी मासु खानु पर्यो भनेर चाहिँ हामी गगटा मार्नतर्फ आइसकेको छौँ। हामीले एउटा गगटा पनि देखिसकेको छौँ। ओ प्लास्टिक थाप त, त्यही राख्न, त्यही आइज न छिटो, हराउँछ यार साथीहरु। गगटा है, हामीले सुरुमै गगटा देखेको छौँ यहाँ। समात्न भाइ, आछि लुक्यो यार। त्यही पनि के खाले ढुङ्गा खाँदा यत्रो हात छ त हाम्रो दर्पण भाइले यस्तो गरेर निकाल्नु त छैन कि छोड्दै यहाँ। अहिले निस्किन्छ क्या हाम्रो पनि। यसलाई हामीले अघि नै रोक्न पर्ने हो। कराउँछ नि हामीलाई त्यस्तो पाराले त। लात हाल्न केही नि हुँदैन। बोला देखेको उत्रु है। पन्नीलाई एकछिन छोडिदिउँ, यो निस्किन्छ कि यिनीहरू पल्टाउनु बिस्तारी। अब हामी यहाँ निस्किनै छोड्छ क्या अहिले पस्न निस्किन्छ। फर्स्ट सुरुमै हामीले गगटा देखेको थियौँ, तर अब को आयो भनेर होला होइन। जेमराज आयो भनेर होला कि के भनेर होला। त्यो चाहिँ डराएर यहाँभित्र लुकिसकेछ है। ल हामी देखाउँदैछौँ।
दर्पण भाइले चाहिँ यहाँ प्रयास गरिराखेको छ है कोसिस चाहिँ जारी छ हामीले त कवि हार नै हो ती है म चाहिँ यहाँ बसेर टक्क माछा 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 है गाइज कता फन फन हो त्यहाँ त आयो यता सोमत सोमत हो छेकरकाट भाइ त्यहाँ आइज त त्यता गयो यता चाहिँ कुन हो त फेरि हामीले तरिका नजाने हो कि तरिका नजाने हो भाइ हामीले हुन खोजेको के हो यो अहिले छोडिदियो कि यहाँ माथि यहाँबाट शुभ हो कि अशुभ हो हामीले राम्रोसँग के अरे ढुङ्गा चलाउन नै पाइएन क्या ल साथीहरू हामी चाहिँ माथि जाँदैछौँ मैले लिएको छु प्लास्टिक चाहिँ आज गगडा हन्टिङ आएको हामी गगडा सुरुमा त देखियो थियो यार खोइ अशुभ हुनलाई हो कि शुभ हुनलाई हो अब के भन्ने डर लाग्छ त्यही भएर भिडियो गरेर समातिर हाल्ने बेला भइसक्यो अङ्कल भिडियो गरेर बस्नु साथीहरू अहिलेसम्म हामीले एउटा गहटा पनि मार्न सकेको छैन खोइ हामीले टेक्निक नजानेर हो कि हामीले खोइ के नजानेर हो अब टेक्निक नै नजानेर भन्नु पर्ला जस्तो छ है अहिलेसम्म खोइ यस्तो पाराले मारेला जस्तो त छैन यार दिमाग खराब भइसक्यो फाइनल्ली हाम्रो भतिजले चाहिँ गहटा पाएको छ है यस्तो बवाल गहटा पाएको छ ल होप चाहिँ हामीले अब उस गरिसकेको छ यो काट्नुपर्छ भाइ यो निकाल्न यो अनि काट्ने होइन कि बरु मार्ने होइन त्यो मारिदिनु पर्छ टोक्न खोजेको हो त्यो हामीले एउटा झिँगा पनि पाइएको है छ है साथीहरू झिँगा झिँगा फेरि पनि हाम्रो भाइले यहाँ गहटा हन्टिङ हानेको छ कला चाहिँ है यार कत्रो हुने है उसको दाँत हाइट साथीहरू आज चाहिँ हामी चाहिँ घरमा यत्तिकै बस्नुभन्दा जाऊँ न त जाऊँ न त गहटा हन्टिङ गरौँ भनेर हामी यता हाम्रो खोला सिङ्ले खोलातिर आएको थियौँ होइन हामीले धेरै चाहिँ होइन एक दुईवटा चाहिँ मार्न सफल भयौँ है अब हाम्रो कोसिस चाहिँ जारी छ अझै पनि है यस्तो छ खोला हावाको लहरसँगै उडिरहन मन भन हाम्रो दर्पण भाइले चाहिँ खतरा मारिरह मैले त मेरो त आँखा पनि अलि तेज नहो कि के हो मैले देख्दिनँ भाइले चाहिँ च्याप समातिरह जति पनि मारेको हो भाइले नै मारेको हो भतिजले नै म देखाउँछु है त साथीहरू हाम्रो यतिसम्म चाहिँ हुन पुगेछ दर्पण भाइ ल यता आउँछु म के भन्न चाहन्छस् आजको भ्लगमा के भन्ने हेलो एभ्रिवान कस्तो छ तपाईँहरूलाई सन्चुनमा हामी गगटा मार्न आएको ल यति मारियो यति चाहिँ मार्न सफल भयो होइन अब अर्को भ्लगमा भेटौँला है त साथीहरू खाने भाइ आउनु खाने भाइ आउनु के अरे हामी साथीहरू अब चाहिँ हामी जान लागेको घर 4 पनि बज्न लागिसकेको छ अब भोक पनि लाग्दै आयो होइन अब हामी चाहिँ निस्किन्छौँ हाम्रो गहटाको अवस्था हामीले यति चाहिँ मार्यौँ है हजुरहरूले देख्न सक्नुहुन्छ यति चाहिँ मार्यौँ अब टक्क गइन्छ गएर परपार पारेर भुटिन्छ अनि खाना बसिन्छ
है त अब अर्को भ्लगमा चाहिँ भेटौँला ए ल ल ल ल ल ल सबत